Hello guys, namaste, Chejalo and welcome back to my channel Tamushu Vlogs. So आजको vlog मा चाहिँ मैले लिएर आएको छु चिकन छोइलाको रेसिपी. So let's start the video. मलाई चाहिँ अस्तिदेखि नै चिकन छोइला खाने चाहिँ एकदमै उयो इच्छा थियो अनि हाम्रो दादाले दामी चिकन छोइला बनाउनुहुन्छ नि त अनि आज चाहिँ बनाइदिनुहोस् ल भनेर दादाले पनि ल भन्नुभयो अनि यहाँ दादाले सबै भेजिसहरू काटेर रेडी गर्नुहुँदै थियो अनि मैले चाहिँ यहाँनिर चिकनलाई बोइल गर्दै थिएँ. तपाईँहरूकोमा ओपन स्पेस छ भने चाहिँ तपाईँहरूले यसलाई चिकनलाई चाहिँ मजाले म्यारिनेट गरेर है सिधै रोस्ट गर्नु पनि सक्नुहुन्छ. यहाँ चाहिँ हामीले हल्का बोइल गरेर स्मोकी फ्लेभर ल्याउनुको लागि मात्र हल्का रोस्ट गर्दैछौँ र यसरी नै हाम्रो रोस्टेड चिकन पनि रेडी भइसकेको छ र चोइलामा लाग्ने सबै इन्ग्रिडियन्ट्सहरू चाहिँ दादाले रेडी गरेर राखिसक्नु भएको छ. भिडियो हेर्दै जानुहोस् होला, म सबै इन्ग्रिडियन्ट्सहरू मेन्सन गरिदिनेछु भिडियोमै. अघिको रोस्टेड चिकनमा चाहिँ सर्सोको तेल, मेथी र हर्दीको तड्का लाग्न गइरहेछ. गाइस आजको भिडियोमा चाहिँ सबसे ज़्यादा एफर्ट चाहिँ हाम्रो दादाले लगाइरहनु भएको छ. म त बस भिडियो बनाउँदैछु है. तड्का हाल्ने बित्तिकै यस्तो मिठो सेन्ट आयो नि. अनि अब यसलाई गार्निस गर्नको लागि चाहिँ लसुन, हरियो प्याज कल्ली अनि आफूलाई कतिको पिरो मनपर्छ त्यही अनुसार हरियो खोर्सानी अनि यसरी चप गरेको प्याज अलिक धेरै मात्रामा हाल्नुहोस् होला र 1 चम्मच धनिया पाउडर, त्यति नै जिरा पाउडर अनि आफूलाई कतिको पिरो मनपर्छ त्यही अनुसारले रातो धुलो खोर्सानी, टेस्ट अनुसार नुन, अलिकति एमएसजी या फिर हुचिङ या फिर अजिनामोटो हाल्दै हुन्छ, स्किप पनि गर्न सक्नुहुन्छ है. अनि जिन्जर गार्लिकको पेस्ट, धनिया सबै हालिसकेपछि चाहिँ लास्टमा चाहिँ निम्बुलाई निचारेर यसरी निम्बुको जुस हालिदिनुहोस् होला. तपाईँ कतिको अमिलो मन पराउनुहुन्छ त्यही अनुसारले निम्बु हाल्नुहोस् होला. त्यसपछि चाहिँ यसलाई मजाले मिक्स गर्नुहोस् होला. त्यसपछि हाम्रो छोइला रेडी भइसक्यो. अब म यो छोइलालाई चाहिँ सर्भिङ बोलमा बनाउन गइरहेको छु. र गाइस तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् होला. भिडियो राम्रो लागेमा लाइक, कमेन्ट, शेयर गरिदिनुहोस् होला. सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनुहोस् होला सो द्याट फ्युचरमा तपाईहरुले यस्तै इन्ट्रेस्टिङ भिडियोजहरू रेसिपिजहरू लिएर आउन सकौँ है. सेम वेमा तपाईले पर्क, बफ, बिफ सबैको छोइला बनाउन सक्नुहुनेछ. र आजको हाम्रो भ्लग चाहिँ यहीँनिर सक्यो गाइस. फेरि भेटौँला नेक्स्ट भ्लगमा. टिल देन टेक केयर, बाइ बाइ.